नमस्कार, लाइब्रेरी प्रिपरेसन नेपाल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा नेपाल खुल्ला विश्वविद्यालयको नयाँ भर्ना प्रक्रियाबारे जानकारी गराउन जाँदैछु। कृपया यो भिडियो अन्त्यसम्म हेर्नुहोला। अब भने भिडियोलाई सुरु गरौँ। नेपाल खुल्ला विश्वविद्यालयको स्थापना विक्रमसम्म 2073 सालमा भएको हो। नेपाल खुल्ला विश्वविद्यालय केन्द्रीय कार्यालय मान भवन ललितपुरमा अवस्थित रहेको छ। नेपाल खुल्ला विश्वविद्यालयको वेबसाइट www.nou.edu.np रहेको छ र यससँग सम्बन्धित जति पनि नयाँ कुरा तपाईँले खोज्न चाहिरहनु भएको छ, बुझ्न खोजिरहनु भएको छ भने तपाईँले नेपाल खुल्ला विश्वविद्यालयको वेबसाइटमा गएर तपाईँले सिलेबसका कुराहरू, नोटिसका कुराहरू तपाईँले थाहा हुन सक्नुहुन्छ। स्नातक तह प्रथम सेमेस्टर र वर्षे कार्यक्रमका लागि नयाँ विद्यार्थी भर्नाको लागि सूचना प्रकाशित गरेको छ र यसभन्दा अगाडि विक्रमसम्म 2082 भदौ 9 गते सूचना प्रकाशित गरेको थियो र त्यस समयमा विद्यार्थीको भर्ना कम भएकोले दोस्रो पटक सूचना प्रकाशित गरेको छ 82 साल कार्तिक 3 गते। नेपाल खुल्ला विश्वविद्यालयका विभिन्न संकायतर्फ सेमेस्टर र वर्षे प्रणालीमा आधारित स्नातक तहका निम्न अनुसारका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2082-83 का लागि विद्यार्थी भर्नाको कार्यक्रम रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ। साथै विस्तृत जानकारीको लागि सम्बन्धित संकायमा सम्पर्क गर्नुहोला भनेर सूचनामा उल्लेख छ। अब नेपाल खुल्ला विश्वविद्यालयले कुन कुन तहमा वा कुन कुन संकायमा भर्ना खुलाएको छ त व्यवस्थापन तथा कानुन संकाय अन्तर्गतका पहिलो ब्याचलर इन कम्पनी सेक्रेटरी BCS जुन 4 वर्ष 8 सेमेस्टरमा सञ्चालित छन्। दोस्रो ब्याचलर अफ बिजनेस साइन्सेस BBS 3+1 इयर्स यो पनि 4 वर्षको कोर्स हो। तेस्रो ब्याचलर अफ ल LLB 3 इयर्स। यी तीनवटा कोर्सहरू मध्ये तपाईँले जुन पनि मन लाग्छ भने आफूलाई भर्ना गरेर पढ्नको लागि एलिजिबल बनाउन सक्नुहुन्छ। र यदि व्यवस्थापन तथा कानुन संकाय अन्तर्गतका यी तीनवटा कोर्सहरूको बारेमा विस्तृत रूपमा बुझ्न मन छ भने तपाईँले दिएको यो सम्पर्क नम्बर 0150080048 मा फोन गरेर बुझ्न सक्नुहुन्छ। अब भने सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गतका कार्यक्रमका बारेमा बुझौँ। अब सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गतका कार्यक्रमहरूमा जस्तो पहिलो ब्याचलर अफ आर्ट्स, आर्ट्सभित्र पनि थुप्रै सब्जेक्टहरू हुन्छ। यो म अगाडिको स्लाइडमा देखाउँछु। यो 4 वर्षको यो 8 सेमेस्टरको हुन्छ। त्यस्तै 1 इयर बिएड 1 वर्षे जुन 2 सेमेस्टरको हुन्छ। त्यस्तै 1 इयर बिएड PSc यो पेडागोजिकल साइन्स 1 इयर 2टा सेमेस्टरको हुन्छ। अब चौथोमा छ ब्याचलर इन एजुकेसनल साइन्सेस BES भन्छ। यो 4 वर्ष 8 सेमेस्टरको हुन्छ। पाँचौँमा छ डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेजमेन्ट यो 1 वर्ष 2 सेमेस्टरको हुन्छ। अब व्यवस्थापन तथा कानुन संकाय अन्तर्गतका लागि तपाईँले यो नम्बरमा फोन गरेर बुझ्नुपर्ने हुन्छ भने सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गतका कार्यक्रमहरूको बारेमा बुझ्नको लागि यो नम्बरमा 0154241008 मा फोन गरेर तपाईँले विस्तृत रूपमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। प्रवेश परीक्षा तथा भर्ना कार्यक्रमको बारेमा पनि यहाँ उल्लेख गरेको छ। अनलाइन आवेदन तथा अन्तिम मिति अनलाइन आवेदन दिने अन्तिम मिति 2082 कार्तिक 22 गतेसम्म हो। प्रवेश परीक्षा सञ्चालन 2082 कार्तिक चौथो हप्ता हो। विद्यार्थी भर्ना थालनी 2082 मङ्सिर दोस्रो हप्तादेखि। पठन पाठन सुचारू 2082 मङ्सिरको तेस्रो हप्तादेखि हुनेछ भनेर सूचनामा उल्लेख गरिएको छ र यो दोस्रो पटक प्रकाशित गरेको सूचना अनुसार हो। अब भने एडमिसन ओपेनका लागि नेपाल खुल्ला विश्वविद्यालयले भर्नाको नोटिस पनि जारी गरिसकेको छ र विभिन्न कार्यक्रमहरूको लागि पनि क्राइटेरियाहरू तोकिसकेको छ। जस्तो डिप्लोमा भनेको 1 वर्षको प्रोग्राम हो। डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेजमेन्ट जसलाई सर्टकटमा छोटकरीमा DLIM भन्ने गर्दछ। यो कार्यक्रमको लागि कस्तो व्यक्ति इलिजिबल हुन्छ त कुनै पनि सब्जेक्टमा कुनै पनि फ्याकल्टीमा +2 गरेको हुनुपर्छ। तपाईँले एजुकेसन साइन्स ह्युमानिटिज म्यानेजमेन्ट पढेको भए पनि तपाईँले +2 सकाएको हुनुपर्छ अनि त्यसपछि बल्ल तपाईँले यो डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेजमेन्ट
पढ्न पाउनुहुन्छ र यो 1 वर्षको कार्यक्रम हो। 2टा सेमेस्टर हुने गर्दछ। 2टा सेमेस्टर सकिसकेपछि तपाईँले कुनै पनि पुस्तकालयमा गएर इन्टर्नसिप गर्नुपर्ने हुन्छ र इन्टर्नसिपमा जे कुरा सिक्नुहुन्छ त्यसको रिपोर्ट बनाएर विश्वविद्यालयमा नेपाल खुल्ला विश्वविद्यालयमा बुझाउनु पर्ने हुन्छ र त्यो इन्टर्नसिप सब्जेक्टै हुन्छ, त्यसको मार्क्स पनि हुन्छ। त्यस्तो अर्को छ ब्याचलर अफ आर्ट्स। अब योभन्दा अघिल्लो स्लाइडमा तपाईँले हेर्नुभयो आर्ट्समा थुप्रै सब्जेक्टहरू हुन्छ, त्यहाँनिर सब्जेक्ट देखिएन। अब यहाँ चाहिँ सब्जेक्टहरूको नाम छ। जस्तो ब्याचलर अफ आर्ट्समा यो 4 वर्षको कोर्स हो, 8 सेमेस्टरमा सञ्चालित छ। यसमा कुन सब्जेक्टहरू पढाइ हुन्छ? आर्ट भनेको आफैमा धेरै ठुलो एउटा डिसिप्लिन भएको क्षेत्र हो, जसमा थुप्रै सब्जेक्टहरू पढाइ हुने गर्दछ। नेपाल खुल्ला विश्वविद्यालयले सञ्चालन गरेका बिएका कार्यक्रमहरूमा अब एउटा सोसियोलोजी भनेको जति पनि बिएमा सब्जेक्टहरू लिएर पढ्नुहुन्छ होइन, कोर्स एउटा लिनुहुन्छ, त्यो कमन हो, सबैमा यो पढाइ हुन्छ। त्यसपछि यदि इङ्ग्लिस कसैले मेजर लिएर पढ्छ भने इङ्ग्लिसको लागि पनि सोसियोलोजी पढ्नुपर्ने हुन्छ। नेपाली मेजरको लागि इकोनोमिक्स मेजर, पोलिटिकल साइन्स मेजर, इस्लामिक स्टडिज मेजर, नेवार स्टडिज मेजर, मगर, तामाङ, किराँत कोही नै बिए कार्यक्रमहरूमा तपाईँ यदि भर्ना गरेर पढ्न चाहिरहनु भएको छ भने तपाईँको लागि एउटा राम्रो अप्सन हुन सक्छ। र बिए कार्यक्रम अन्तर्गतकै मिडियासँग रिलेटेड मिडिया स्टडिज जस्तै जर्नलिजम एन्ड मास कम्युनिकेसन, अर्को लाइब्रेरी एन्ड इन्फर्मेसन साइन्स पनि यहाँ चाहिँ विक्रमसम्म 2076 देखि नेपाल खुल्ला विश्वविद्यालयले ब्याचलर अफ आर्ट्स इन लाइब्रेरी एन्ड इन्फर्मेसन साइन्स कार्यक्रम सञ्चालन गरिरहेका छन् र यसमा पनि तपाईँले यदि पढ्न खोजिरहनु भएको छ भने तपाईँले यसमा पनि आवेदन दिएर भर्ना गरेर अगाडि आफ्नो एउटा शैक्षिक यात्रालाई बढाउन सक्नुहुन्छ। त्यस्तै अर्को कार्यक्रम छ ब्याचलर इन एजुकेसनल साइन्स, जसलाई सर्टकटमा बिइएस भनेर चिनिन्छ। यो 4 वर्षको हुन्छ र 8 सेमेस्टरमा सञ्चालित छन्। अब इङ्ग्लिस एजुकेसन प्लस म्याथमेटिक्स एजुकेसन यो कार्यक्रम अन्तर्गत अब इङ्ग्लिस एजुकेसन प्लस म्याथमेटिक्स एजुकेसनको कम्बाइन्ड कोर्स हो। त्यस्तै म्याथमेटिक्स प्लस सोसल स्टडिज एजुकेसनको पनि कम्बाइन्ड कोर्स हो। इङ्ग्लिस एजुकेसन प्लस सोसल स्टडिज एजुकेसन, त्यस्तै साइन्स एजुकेसन जसले पढ्छ तिनीहरूको लागि यो एजुकेसन अन्तर्गतका कोर्सहरू राखिएको छ होइन। त्यस्तै 1 इयर बिएड इन पेडागोजिकल साइन्स, यदि तपाईँले स्नातक तह पास गरिसक्नु भएको छ, उत्तीर्ण भइसक्नु भएको छ र तपाईँलाई लाग्छ म चाहिँ 1 वर्ष बिएड गर्न चाहन्छु भने तपाईँले यो पेडागोजिकल साइन्समा 1 वर्ष बिएड गर्न सक्नुहुन्छ र यो 1 वर्षको कोर्स हो, 2टा सेमेस्टर हुन्छ। त्यस्तै अर्को 1 इयरको बिएड कोर्स हो। यसमा पनि तपाईँले स्नातक तह पास गरेको हुनु पर्दछ। स्नातक तह 4 वर्ष शिक्षा पास गरिसकेपछि बल्ल तपाईँले यो 1 इयर बिएड प्रोग्राममा भर्ना चाहिँ गर्न सक्नुहुन्छ र यो 1 वर्षको कोर्स हो, 2टा सेमेस्टर हुन्छ। 1 इयर बिएडमा के पढाइ हुन्छ त नेपाल खुल्ला विश्वविद्यालयमा इङ्ग्लिस एजुकेसन हुन्छ, म्याथमेटिक्स एजुकेसन हुन्छ, साइन्स एजुकेसन हुन्छ, कम्प्युटर साइन्स एजुकेसन हुने गर्दछ। अर्को प्लान्ट साइन्स एजुकेसन हुने गर्दछ, सिभिल इन्जिनियरिङ एजुकेसन हुने गर्दछ, सोसल स्टडिज हुने गर्दछ। यिनीहरू 1 वर्ष कार्यक्रमहरूको लागि तपाईँले स्नातक तह पास गरेकै हुनुपर्छ, बल्ल तपाईँ यसको लागि इलिजिबल हुन सक्नुहुन्छ। डिप्लोमाको केसमा के छ भने तपाईँले स्नातक पास गरिसक्नु भएको छ, मास्टर्स पास गरिसक्नु भएको छ या +2 पास गरिसक्नु भएको छ भने तपाईँले यसमा इलिजिबल हुन सक्नुहुन्छ। यसको डेडलाइन अब तपाईँले अघि नै थाहा पाइसक्नु भयो, कार्तिकको 22 गतेसम्म छ होइन। र विस्तृत रूपमा तपाईँहरूले यदि जानकारी प्राप्त गर्न खोजिरहनु भएको छ भने नेपाल खुल्ला विश्वविद्यालयको वेबसाइट www.nyu.edu.np मा तपाईँले त्यहाँ गएर धेरै कुरा प्राप्त गर्न सक्नुहुन्छ या तपाईँले मेल गरेर पनि धेरै कुरा जानकारी प्राप्त गर्न सक्नुहुन्छ अथवा विश्वविद्यालयमै फोन गरेर तपाईँले धेरै कुरा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। आजको भिडियोमा तपाईँहरूलाई नेपाल खुल्ला विश्वविद्यालयले नयाँ भर्नाका लागि जुन सूचनाहरू प्रकाशित गरेको छ त्यसको बारेमा मैले जानकारी गराउने जमर्को गरेँ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला, किनभने मैले यो भर्खर सुरु गरेको च्यानल हो र यो च्यानलमा मैले लाइब्रेरी साइन्ससँग रिलेटेड भिडियोहरू बनाउने प्रयास गर्दैछु र तपाईँहरूको माया प्रेमको खाँचो छ
तपाईँहरूले आफ्ना मनका भावनाहरू विचारहरू कमेन्टमा राख्न नभुल्नुहोला र भिडियोलाई लाइक शेयर र सब्सक्राइब गर्न पनि नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ। भिडियो हेर्नुभयो त्यसको लागि भने तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। टेक केयर, बाई बाई।